प्रभुको वचन बोल्दछु अनि धन्यवाद छ अहिलेसम्म मिठो मिठो वचनहरू आदरणीय हाम्रो वक्ताज्यूले बाँडेर गइसक्नु भएको छ। प्रेमको विषयमा म धेरै धेरै धन्यवाद दिन्छु। प्रेम सबभन्दा पहिलो प्राथमिकता हो। आमेन आमेन। प्रेम नै भएन भने त फेरि सबै सक्यो नि त होइन। प्रेम नै भएन भने त यहाँ कसरी भेला हुन सक्थ्यौँ र होइन र हो कि होइन? ल प्रभुलाई धन्यवाद होस्। मिठो वचन दिएर हामीलाई जानुभएको छ र म तपाईँहरूलाई पनि मिठो वचन खुवाउने कोसिसमा छु। मैले बोल्दै गर्दा कतिको मन दुख्न सक्छ, कतिको अब हृदयमा चोट पुग्न सक्छ है। म फेरि कुरा चपाएर बोल्ने मानिस पनि सिधै बोल्छु होइन। प्रभुले जे बोल भन्नुहुन्छ म त्यो कुरा चाहिँ बोलिदिन्छु। तपाईँहरूले रिसाउनुहोस् या ठुसिनुहोस् होइन, त्यो परमेश्वरसँग सोध्नु होला। मसँग चाहिँ सोध्ने प्रश्न चाहिँ आठ नगर्नु होला है। परमेश्वरलाई धन्यवाद। सबैजना हामी आफ्नो स्तरमा उठाउँ। बाहिर जतिजना हुनुहुन्छ तपाईँहरू साँच्चै नै आज हामी विशेष उपस्थितिमा छौँ। परमेश्वरको उपस्थितिमा छौँ हामी चाहिँ। कृपया कसैले पनि आवाज नझिक्नु होला। त्यसै कारण त मैले यो फोन बजाउँछु किनकि मलाई डिस्टर्ब हुन्छ होइन। कसैको आवाज चाहिँ नानीहरू हल्ला नगर्नुहोस् ल। हल्ला गर्नु भए आएर वचन प्रचार गर्दा हुन्छ है, सक्नुहुन्छ भने है। किनकि अगाडि वक्ता छ। हामी मभन्दा अगाडिको वक्ता के छ? येशू ख्रीष्ट होइन, माइक छ भन्नु न। बोल्ने म हो तर यो माइकले बोल्छ हो कि होइन? माइक मात्रै बोल्न दिनुहोस् न होइन। यो घडी समयमा माइकलाई मात्र बोल्न दिनुहोस्। यो माइकले मात्र बोल्छ। यहाँभित्र म बोलेको हुन्छु तर माइकले चाहिँ तपाईँहरूलाई दिन्छ कि आवाज। तपाईँहरू बोल्नु पर्दैन, हल्ला गर्नु पर्दैन। हुन्छ हुन्छ ल धन्यवाद छ। अनि साँच्चै नै परमेश्वर चाहिँ महान र प्रेमिलो परमेश्वर हुनुहुन्छ। मैले अघि नै भनिसकेँ, तपाईँहरूलाई मन दुख्ला होइन, मुटु चस्सकै होला। म चाहिँ प्रेमको विषयमा म भन्दा पनि विशेष गरेर चाहिँ म अभिषेकको बारेमा म बोल्न रुचाउँछु। थाहा छ प्रेम त जसले पनि स्वार्थ प्रेम गर्छ होइन। म प्रेम गर्छु, माया गर्छु त जसले पनि भन्छ, तर चाहिँ साँचो प्रेम चाहिँ गरेको हुँदैन। तर प्रेम गर्ने चाहिँ एक दिन चाहिँ सेलाएर जान सक्छ। तर जो मान्छे चाहिँ परमेश्वरको अभिषेकमा, येशूको अभिषेकमा जिउँछ, त्यो व्यक्ति चाहिँ कहिले पनि हराउँदैन, कहिले पनि चुक्दैन, कहिले पनि झुक्दैन, कहिले पनि हराउँदैन। तर परमेश्वरको उपस्थितिमा चाहिँ ऊ चाहिँ खडा भइरहेको छ। उसले चाहिँ परमेश्वरको वचनलाई प्रचार गर्छ, राज्यको सुसमाचारलाई चाहिँ प्रचार गर्छ। हालेलुया हालेलुया। आज हामी यस ठाउँमा खडा भएका छौँ प्रियहरू। यस ठाउँमा खडा भएका छौँ कारण किन? आज संसार चाहिँ येशू प्रभुको सुसमाचार, राज्यको प्रचार सुन्न बाँकी छ धेरैले। यदि हामीले प्रचार गर्दै गर्दा येशू ख्रीष्टको सुसमाचार भएन भने त्यो प्रचार होइन। होशियार हुनुहोस् त्यस्ता कुराबाट। हरेक प्रचारमा, हरेक वचन प्रचार गर्दै गर्दा त्यहाँ चाहिँ सुसमाचार छरिएको हुनुपर्छ। आमेन आमेन। सुसमाचार हुनुपर्छ। त्यो सुसमाचारले जरा गाड्दै जानुपर्छ, फल फल्दै जानुपर्छ, जरा गाड्दै जानुपर्छ अनि फल चाहिँ फल्दै जानुपर्छ तपाईँको मेरो जीवनबाट। यदि तपाईँले मैले परमेश्वरलाई, येशू प्रभुलाई विश्वास गरेका छौँ, माया गरेका छौँ, प्रेम गरेका छौँ, तर पनि हाम्रो जीवनमा फल फलेको छैन। हाम्रो जीवनमा फलै फलेको छैन। अनि कसरी तपाईँले परमेश्वरको प्रेम, म परमेश्वरलाई प्रेम गर्छु भनेर भन्न सक्नुहुन्छ? तपाईँको जीवनबाट त्यो फल फलेको छैन भने हजुर हो कि होइन? भन्नुहोस् त। परमेश्वरले सबैलाई भन्नुभयो मत्ती 28:19-20 जाऊ, सुसमाचार सुनाऊ, प्रचार गर, पिता पुत्र पवित्र आत्माको नाममा बप्तिस्मा देऊ। के पास्टरलाई मात्रै हो, अगुवालाई मात्रै हो र यो भनेको? हजुर होइन नि त। सबैलाई हो, परमेश्वरको सबै छोराछोरीहरूलाई। त्यसै कारण चाहिँ प्रभुका छोराछोरीहरू चाहिँ, हरेक छोराछोरीहरू चाहिँ येशूको अभिषेकमा जिउन जरुरी छ। आज पैसा 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 कति चाहिएको पैसा मानिसहरूलाई। ऊ पैसा चाहिन्छ, पैसा नपाउने कुरा पनि हो, तर चाहिँ मानिसलाई चाहिँ पैसा चाहिन्छ। तर त्योभन्दा ठुलो कुरो के हो? अभिषेक हो। यदि हामी ख्रीष्टमा जिउँदैछौँ, यदि हामी तपाईँ र म प्रभुको अनि सेवक भएर, अगुवा भएर अनि प्रभुको राज्यलाई हामी वृद्धि गर्छौँ, प्रभुको आराधना गर्छौँ, संगति गर्छौँ भनिकन हामी लागि परेका छौँ भने विशेष तपाईँले अभिषेकलाई हेर्न जरुरी छ। येशू प्रभुले
अभिषेक अरूलाई पनि दिएर जानुभयो। आमेन आमेन। के आज तपाईले र मैले के यो कुरा यो काम चाहिँ प्रभु येशूको काम गरेका छौँ त? हजुर मेरा जवान भाइ बहिनीहरू हुनुहुन्छ, दिदीहरू हुनुहुन्छ, आमाहरू जस्ता हुनुहुन्छ, बुवाहरू जस्ता हुनुहुन्छ। तपाईँहरूले प्रभु येशू ख्रीष्टको अभिषेकमा जिउनु जरुरी छ। म यो कुरा देख्दैछु यस ठाउँमा अभिषेक चाहिँ एकदम कम छ, तर भौतिक कुराहरूलाई चाहिँ धेरै खोज्ने अनि यस्तो सेवाकाई गर्ने अब पास्टरहरू देख्दैछु यहीँ भित्र ठुलो संस्था खोज्ने, ठुलो डोनरहरू खोज्ने, यस्तो विश्वासी पनि देख्दैछु ठुला वक्ताहरू खोज्ने, ठुला अगुवाहरू खोज्ने। आज संस्थाको पछि, पैसाको पछि, डोनरको पछि लागेर येशूलाई बिर्सिसकेको छ, आफ्नो अभिषेक गुमाइसकेको छ। येशूलाई बिर्सिसक्यो, पैसा खोज्दै अनि ठुला वक्ताहरू खोज्दै येशूलाई चिन्नै बिर्सिसक्यो। के तपाईले मैले खोज्दै चाहिँ येशू प्रभुलाई होइन, येशू ख्रीष्टलाई होइन? संसारका मानिसले, हरेक जातिले, हरेक राष्ट्रले येशूलाई खोज्नुपर्छ, येशूलाई भेटाउनु पर्छ। तपाईले र मैले भनेको येशू प्रभुलाई खोज्ने हो, येशूको पछि हिँड्ने हो। येशूको पछि हिँड्नु भनेको येशू ख्रीष्टको अभिषेकमा जिउनु हो। हालेलुया हालेलुया, बोल्नुहोस् है हालेलुया। जवानहरू हालेलुया। आज तपाईँ र म पनि जब हुर्कँदै जान्छौँ, बढ्दै जान्छौँ होइन, अब लाउरे हुनुपर्छ, पैसा कमाउनुपर्छ, घर हाल्नुपर्छ, दामी श्रीमती ल्याउनुपर्छ। आँखा चेप्रे पढेको मगर्ने जस्तो होइन, फिगर च्याप्टर मिलेको। के यति मात्रै हो हाम्रो इच्छा? के हाम्रो चाहना पृथ्वीमा यति मात्रै हो? घर बनाउनु, बिहे गर्नु, छोराछोरी जन्माउनु, आफ्नो परिवारलाई सुखी राख्नु मात्र हाम्रो इच्छा हो? कहिले तपाईँले र मैले परमेश्वरको इच्छालाई कहिले खोज्यौँ? म तपाईँलाई लास्टमा बताउँदै जान्छु। त्यसै कारण चाहिँ आज हामी पैसाको अभिषेकमा होइन, पैसाको अभिषेकमा होइन, तर चाहिँ परमेश्वरको अभिषेकमा हिँड्न जरुरी छ। आमेन, जिउन जरुरी छ। हालेलुया, ताली बजाउनुहोस् परमेश्वरलाई, महिनाको ताली बजाउनुहोस्। जब तपाईँ र म चाहिँ परमेश्वरको अभिषेकमा जिउँछौँ, जब तपाईँ र म चाहिँ येशू ख्रीष्टको अभिषेकमा हिँड्दै जान्छौँ, संस्था पनि खोज्नु पर्दैन, डोनर पनि खोज्नु पर्दैन। जब तपाईँ अभिषेकमा जिउनुहुन्छ नि, जब तपाईँ प्रार्थनाको जीवन, तपाईँ सेवाकाई गर्दा हो, तपाईँसँग पैसा छैन होला, आर्थिक कुराहरूमा कमजोर छ होला, आवश्यकता छ होला, तर जब हामी प्रार्थनाको जीवन अभिषेकमा हामी जिउँछौँ भने प्रभुले जुटाउनुहुन्छ, प्रभुले जुटाउनुहुन्छ। 5000 मानिसहरूलाई भन्दा पनि बढी थिए त्यहाँ। के तिनीहरूले के त्यतिखेर के खोजेको थियो होला? 5000 मानिसले, हजुर। तर उनीहरूले भन्दैछ हामीसँग यति रोटी छ, यति माछा छ, प्रभु हामीसँग केही पनि छैन भनेर उनीहरू चाहिँ यति मात्र भनेको थियो। तर येशू प्रभुले, जब येशू प्रभुलाई ती मानिसहरूले, चेलाहरूले दियो भने नि, बल्ल चाहिँ प्रभुले आकाशतिर त्यो रोटी र माछालाई लिएर प्रभुले परमेश्वर पितातिर हेरेर उहाँले चाहिँ प्रार्थना गर्न थाल्नुभयो। उहाँले चाहिँ माछा र रोटीबाट चाहिँ 5000 मानिसहरूलाई प्रशस्त खुवाइदिनु भयो। आमेन आमेन। के त्यहाँ चाहिँ पैसा थियो र? त्यो मानिसहरूसँग पैसा थियो त्यतिखेर? पैसाले के पैसा भएको त्यहाँ किनेर आउने ठाउँ थियो? 2 माछा थियो, थिएन। प्रभुले जुटाउनु भयो। म आज तपाईँको बिचमा चाहिँ एलिया र एलिसाको विषयमा कुरा गर्दैछु। एलिया र एलिसा। एलिया यस्तो व्यक्ति थिए जो परमेश्वरको अभिषेकमा जिउने, होइन, प्रभुको आवाजलाई सुन्ने, प्रभुको आवाजमा हिँड्ने व्यक्ति। प्रभुले जे